दुबईमा भएको 49% नेपालीले चाहिँ यो कुरा भन्ने आँटै गर्दैन। दुबईमा भएको नेपालीहरू 5% साँच्चीकै लग्जरी लाइफ जिइरहेका छन् र 5%ले चाहिँ साँच्चीकै दुःख पाइरहेका छन्। बाँकीको 90% चाहिँ सब देखावटी र नाटक हो। त्यसमा म आफै पनि पर्छु। अनि तपाईँ दुबईभन्दा बाहिर हुनुहुन्छ भने यो कुरा त तपाईँलाई थाहा नै छैन र दुबईमा भएको मान्छेले त तपाईँलाई भन्नै चाहँदैन, भन्ने हिम्मतै गर्दैन। आज म तपाईँहरूलाई दुबई मजाले एक्सपोज गरिदिन्छु। सोसियल मिडियामा जस्तो देखेको छँदै छैन। रुवावासी एटेन्सनको लागि मिनी भ्लगहरू बनाएर देखाइरहने, एटेन्सन भ्युजको लागि देखाउने जस्तो एकदम दबावमा काम गरिराखेको जस्तो, नोक्करै भएर बिरामी भए पनि काम गरिरहेको जस्तो पाइराख्नु भएको छ नि सोसियल मिडियामा। त्यो चाहिँ बिल्कुलै गलत छ। आज म तपाईँलाई सबै एक्सपोज गरिदिन्छु। एक्ज्याक्टली दुबईको लाइफस्टाइल कस्तो छ, पुरै देखावटी भन्दा बाहिर रहेर चाहिँ म एक्ज्याक्ट तपाईँहरूलाई देखाइदिन्छु। यो भिडियो अन्तिमसम्म हेर्नु होला। दुबईको बारेमा अलिकति जान्न मन छ भने म पहिला नै क्लियर गरिदिन्छु कि मेरो आँखाले देखेका कुराहरू चाहिँ तपाईँहरूलाई सुनाउन गइरहेको छु। म आफै खुद दुबईमा सप्लाई कम्पनीमा नर्मल स्यालेरीमा काम गरिरहेको व्यक्ति हो र म आफैले नजिकबाट निहालिरहेको छु कि दुबईको लाइफस्टाइल कस्तो छ भनेर। अब म दुबईलाई एक्सपोज गर्न गइरहेको छु 3टा क्याटेगोरीमा। पहिलो छ 10,000 दिरहम भन्दा माथि स्यालेरी भएको मान्छेहरू चाहिँ साँच्चीकै लग्जरी लाइफ जिरहेको छ। त्यसमा भनेको नेपालीहरू पर्ने भनेको जम्मा 5% मात्रै हो। अब लागौँ वास्तविक दुबईको लाइफस्टाइलतर्फ। अर्को छ 5,000 देखि 10,000 दिरहम स्यालेरी भएका व्यक्तिहरू। उनीहरूको भनेको फ्लाइटहरू हुँदैन। उनीहरू भनेको सानो रुम हुन्छ, जुन पछाडि प्यासेज देखिरहनु भएको छ, यत्रो मात्रै रुम हुन्छ। लगभग एकदम महँगो छ यहाँको रुम रेन्टहरू। नेपाली 1 देखि 1.5 लाख रुपियाँ पर्छ यत्रो रुमलाई पनि। 5,000 देखि 7,000 स्यालेरी हुन्छ अनि 25